हाम्रो धनियाँ खेती धनियाँ मसुर यति गुड्डु उता साइडमा छ दो यार यता उता यो लाइन यो भाग सबको बल्ल चारले दिमाग खराब भयो हाम्रो प्याज खेती देखाउन पर्यो मसुर अब यति गर्नु अझै खाना नि बनाएको छैन बनाउँछु प्याज यस्तो राम्रो भएको छ धनियाँ यस्तो राम्रो भएको धनियाँ काट्ने अब अनि त्यसपछि यी मकै र पोथ्री बोडी भटाभट उम्रिरहेको छ प्याज यति दामी बाहा एकचोटि मात्र कुटाएको खतरा भयो खतरा यस्तो प्याज एकचोटि कुटायो दामी अझ फेरि फल करेसाबारी कस्तो भयो भनेर यसो रन्डिङ गर्दै हुनुहुन्छ प्याज खेती खतरा हाम्रो प्याज कत्रो कत्रो बोट भयो भाइ छक पर्नु छ गाना हाल्न थालिसक्यो हाम्रो प्याजले प्याज एक धनियाँ भइहाल्यो उताबाट देखाएको छु हाम्रो यो लसुन खन्ने बेला हुन्ला अर्को लसुन लागेर यहाँ यस्तो गराहु चुल्ठो बाँडिदिएर पानी लगाइदिएर झार गोडेर चट्ट बना यो मेथी भयो यो प्याज भइहाल्यो धनियाँ पनि काट्ने भयो अब काट्न पर्ला भोलि पर्सिमा हाम्रो प्याज भइहाल्यो यो पोथ्री बोडी भनेको गाइज यो हो यो उम्रिरह अस्ति रोप्यो उम्रिरह पोथ्री बोडी त्यही हो बुढालाई पठाउनलाई भिडियो गरिदिएको हाम्रो प्याज कतिवटा गरा 1 2 3 4 5 6वटा गराएको प्याज खतरा दामी भयो सरर यहाँदेखि ल्याएर सर त्यहाँसम्म धनियाँ प्याज त अझ माथि माथि लगाएको भएर कस्तो गाना हाले नि माथि रोप्न पर्ने रहेछ क्या मैले धेरै गाडेन गाना हाल्न सुरु गरिसके यो बिहानमा नचलाउनु है प्याजलाई छुन्ने होइन त्यहाँ लिन्छ ल अब यो भिडियो इन्ड गर्नु पर्यो टाटा मेरो हात मेहन्दी पनि गएछ